अनि अहिले यस्तो छ क्या दाइ, अहिले बढी जस्तो तपाईँको हजुर नै अब हिजो अस्तितिर त उता हुनुहुन्थ्यो क्या, अहिले बढी जस्तो चल्केले दाइ इन्डियन एम्बेसी र अमेरिकन एम्बेसी मा छ। अब के भन्ने खोइ, अब आएको हस्पिटलमा छु दाइ होइन, तर हस्पिटलमा बसेर पनि मैले धेरै कुरा चाहिँ रिसर्च गरिसकेको छु दाइ। हिजोको दिनमा तपाईँको के भने रहेछ भने डिस्काउन्टमा एउटा होइन, we don't need 5 to 10 lakhs as compensation for every death. For every death, 1 liter body is needed होइन, equal payback भनेर चाहिँ सेप्टेम्बर 9 मा भनेको रहेछ। 2 lakhs per नेता, किल नेता एन्ड टेक मनी क्यास पेमेन्ट होइन। यो चाहिँ तपाईँको डिस्काउन्टमा भएको के हो रहेछ होइन। यो अब के भयो पढाएँ ए मैले त के हो चाहिँ गरेको छु, मैले अहिले डिस्काउन्टमा हेरिरहेको क्या दाइ। यहाँ चाहिँ तपाईँको के छ भन्दाखेरि डिस्ट्रोय द एयरपोर्ट होइन, रनवे एन्ड बर्न डाउन प्लेन्सहरू भनेर भनेको छ क्या। यहाँ चाहिँ अर्को के भनेको छ भने गाइज इफ यु हेभ फायरवर्क्स प्लिज युज देम इन नियर एयरपोर्ट। यिनीहरूको त उद्देश्य त पुरै हाम्रो त एयरपोर्टदेखि लिएर सबै कुरा त तहस नहसै गर्ने विचार रहेछ नि त। अब यसमा को के भन्ने कुराहरू चाहिँ बिस्तारै खुलाइदिन्छु दाइ म होइन। त्यो सबलाई जनताको हल्ला गर्नुपर्छ दाइ, टुडी खालमा ल्याएर सबलाई बाँधेर होइन गर्नुपर्छ दाइ।